नमस्ते भाइ बहिनीहरू एसी म्याथ इक्जामको कोशी प्रोभिन्समा सोधिएको 2081 सालको कस्ट एस्टिमेसनको क्वेसन जुन छ त्यसको एन्सर म यहाँ बुझाउन गइरहेको छु क्वेसन छ द लेन्थ अफ द वाल इज 10 मिटर वाइड इज 0.5 मिटर एन्ड हाइट इज 2 मिटर है वालको लेन्थ थिकनेस र हाइट दिएको छ Bricks of size 25 centimeter, 12 centimeter, 8 centimeter are used to build the wall. है सो जुन इटा छ त्यसको साइज दिएको छ 25, 12, 8 है त्यति सेन्टिमिटर छन् र त्यसलाई प्रयोग गरिएर वाल बनाएको छ र भनिएको के छ त अल्सो 1/10 पार्ट इज अकुपाइड बाइ द क्ले जोइन्ट्स र जुन त्यो वाल स्ट्रक्चर बनेको छ हैन त्यसको 1/10 पार्ट भनेको 1/10 भोल्युम जुन हुन्छ त्यो चाहिँ क्ले जोइन्टले चाहिँ अकुपाई गरेको छ अब क्वेसन के भयो त हाउ मेनी ब्रिक्स आर रिक्वायर्ड टु बिल्ड द वाल सो त्यो वाल बनाउनलाई कतिवटा ब्रिक्स चाहिँ युज भएको छ भन्ने क्वेसन चाहिँ पहिलो क्वेसन हो र दोस्रोमा चाहिँ बी नम्बरमा एस्टिमेट द कस्ट अफ द ब्रिक्स युज इन द वाल एट द रेट अफ रुपिस 14,500 पर 1000 ब्रिक्स हजारवटा ब्रिक्सको 14,500 को रेटले चाहिँ त्यहाँ ब्रिक्स प्रयोग गरिएको छ त्यो वाल बनाउन भने चाहिँ वालको जुन ब्रिक्स वाल बनाउन जुन ब्रिक्स प्रयोग भयो त्यसको टोटल कस्ट चाहिँ कति हो भनेर हामीलाई सोधिएको छ सो हामीले पहिला के निकाल्नु पर्यो त वालको भोल्युम खोज्नु पर्यो अनि वालको भोल्युम खोजेपछि त्यसमा 1/10 पार्ट चाहिँ क्ले जोइन्टले अकुपाई गरेको छ हैन माटोले चाहिँ अकुपाई गरेको छ 1/10 पार्ट भोल्युम त्यो भोल्युम निकाल्नु पर्यो र घटाएर के आउँछ त त्यसमा प्रयोग भएको टोटल ब्रिक्सको भोल्युम आउँछ र ब्रिक्सको भोल्युम आएपछि चाहिँ एउटा ब्रिकको भोल्युमले डिभाइड गरिकन त्यहाँ कतिवटा ब्रिक युज भएको छ त्यो आइडेन्टिफाई गर्नु पर्यो र त्यसपछि बल्ल हामी के जान्छौँ त एउटा ब्रिकको रेट खोजिकन त्यो रेटले मल्टिप्लाई गरेर टोटल कस्ट खोज्छौँ अब सुरु गरौँ है त ओके सो फर्स्टमा चाहिँ कतिवटा ब्रिक प्रयोग भयो भन्ने कुरा यहाँ निकाल्नु छ त्यसको लागि चाहिँ इन्डिभिजुअल भोल्युमहरू हैन भनेको पहिला वालको भोल्युम खोज्नु पर्यो अनि त्यसपछि हामी जान्छौँ ल पहिला वालको भोल्युम नै खोज्छौँ है त सो भोल्युम अफ वाल सो लेन्थ 10 मिटर छ अनि ब्रेथ या वाइड 0.5 मिटर छ र हाइट चाहिँ 2 मिटर छ सो यो भनेको 10 5 जा 10 into 0.5 5 भयो हैन अनि 5 2 जा 10 भयो भनेको 10 मिटर क्युब चाहिँ भोल्युम अफ वाल भयो अब जति वालको भोल्युम आयो त्यसको 1/10 पार्ट चाहिँ क्ले जोइन्टले अकुपाई गरेको छ सो भोल्युम अफ क्ले जोइन्ट in the wall equal to 1/10 of 1/10 of 10 meter cube so 10 meter cube को 1/10 भनेको 1/10 into 10 गर्दा 1 meter cube 1 meter cube चाहिँ क्ले जोइन्ट को माटोको भोल्युम भयो है अब माटो बाहेक इटाको मात्र भोल्युम है सो नेट भोल्युम अफ ब्रिक्स भनौं नेट भोल्युम अफ ब्रिक्स used in the wall त्यो वाल बनाउन प्रयोग भएको ब्रिक्सको मात्र भोल्युम चाहिँ टोटल भोल्युम अफ वाल 10 मिटर क्युब यसबाट चाहिँ क्लेको भोल्युम 1 मिटर क्युबबाट आयो नि 9 मिटर क्युब चाहिँ के आयो त यो भनेको ब्रिक्सको मात्रै भोल्युम आयो अब हामीलाई चाहिँ ब्रिक्सको साइज सेन्टिमिटरमा छ त्यसैले यसलाई पनि सेन्टिमिटरमै लगाउँ त सो 9 मिटर क्युब भन्नाले 9 into 1 मिटर क्युब अनि यो 1 मिटर क्युब भनेको 1 मिटरको होल क्युब हो सो 9 into 1 मिटर भनेको 100 सेन्टिमिटर सो 100 सेन्टिमिटरको क्युब है सो गर्दा कति आउँछ त 9 into 100 सेन्टिमिटर into 100 into 100 है यति सेन्टिमिटर क्युब चाहिँ के आयो त त्यहाँ प्रयोग भएको जम्मा ब्रिकको टोटल भोल्युम आउँछ है सो त्यो कति आउने भयो त यहाँ 6 वटा जेरो छ 1 2 3 4 5 6 9 छ है सो 3 ल 90 lakh है so volume of bricks used in the wall is 90 lakh units यतिवटा ब्रिक्स चाहिँ त्यहाँ प्रयोग भएको छ है अब हामीलाई रेट चाहिँ कसरी छ त 1000 ब्रिक्सको
1500 रुपिस भनेको छ भनेपछि यहाँ कति हजारवटा ब्रिकहरू युज भएको छ भन्ने कुरा निकालौँ है त्यो भनेको कतिवटा हो त्यहाँ यति होइन यति हजार भनेको यो हजार हटाउँदा 9000 थाउजन्ड्स है 9000वटा हजार ब्रिकहरू प्रयोग भयो या अब यसरी कन्फ्युज लाग्छ भने एउटा ब्रिकको रेट निकालिने भयो सो मलाई चाहिँ एउटा ब्रिकबाट कम्फोर्टेबल लाग्यो बुझाउनलाई है सो त्योतिर जाँदैछु यता सो cost of bricks rate of per brick पहिले निकाल्नु त cost per brick equal to मैले यहाँ गल्ती गरेँ सरी है सो 90 लाख जुन भने त्यो युनिट होइन है यहाँ सानो मिस्टेक भयो 90 लाख यति चाहिँ सेन्टिमिटर क्युब आएको होला 90 लाख सेन्टिमिटर क्युब चाहिँ टोटल ब्रिक्सको भोल्युम आएको अब कतिवटा ब्रिक अट्यो भन्ने कुरा निकाल्नु चाहिँ एउटा ब्रिकको पहिला के गर्नु पर्यो भोल्युम खोज्नु पर्यो है सो देन भोल्युम पर ब्रिक भनेर खोजौँ भोल्युम पर ब्रिक इक्वल टु सो ब्रिकको हामीलाई साइज दिएको छ त्यहाँ 25 सेन्टिमिटर 12 सेन्टिमिटर इन्टु 8 सेन्टिमिटर है सो यो मल्टिप्लाई गर्यो भने कति आउँछ त 25 चौको 100 102 200 2 12 होइन 200 र 12 2400 हुन्छ एक्चुअली क्यालकुलेटमै गर्छु म सो 25 इन्टु 12 इन्टु 8 ल है सो ठिक छ 2400 है सो 2400 सेन्टिमिटर क्युब चाहिँ एउटा ब्रिकको भोल्युम भयो है अब एउटा ब्रिकको भोल्युममा आयो भने चाहिँ त्यहाँ कतिवटा ब्रिक छ भन्ने कुरा निकाल्न मिल्यो देन टोटल नम्बर अफ ब्रिक्स है इक्वल टु होइन के गर्नु पऱ्यो त सो टोटल भोल्युमलाई चाहिँ भोल्युम पर ब्रिकले डिभाइड गर्नु पर्यो टोटल भोल्युम अफ ब्रिक्स डिभाइडेड बाई भोल्युम पर ब्रिक एउटा ब्रिकको भोल्युमले चाहिँ जम्मा भोल्युमलाई चाहिँ डिभाइड गर्नु पर्यो सो टोटल भोल्युम अफ ब्रिक्स हाम्रो 90 लाख छ अनि त्यसपछि चाहिँ भोल्युम पर ब्रिक चाहिँ 2400 आएको छ है सो अब यो डिभाइड गर्यो भने कति युनिट चाहिँ ब्रिक हुने भयो भन्ने कुरा निकालौँ सो दुईटा जेरो काट्यो हैन 2 0 वी गट कट सो 1 2 3 4 चारवटा जेरो छ भनेको 90000 डिभाइडेड बाई 24 है सो यो कति आयो त 90000 डिभाइडेड बाई 24 यो भनेको 3750 वटा आयो 3750 इट्स यतिवटा ब्रिक चाहिँ त्यहाँ प्रयोग भएको रहेछ है अब रेटमा जाउँ है हामीलाई हजारवटा ब्रिकको 14500 भनिएको छ है सो रेट पर ब्रिक निकालौँ रेट पर ब्रिक इक्वल टु 14500 for 1000 bricks so 1000 ले चाहिँ हामी यहाँ डिभाइड गरौँ सो 1000 ले डिभाइड गर्यो भने यो कति आउने भयो त 14.50 है रुपीस 14.50 पर ब्रिक एउटा इँटाको चाहिँ 14 रुपैयाँ 50 पैसा पर्यो है देन टोटल कस्ट अफ ब्रिक्स देन टोटल कस्ट अफ ब्रिक्स इक्वल टु रेट पर ब्रिक इन्टु टोटल नम्बर है सो रेट पर ब्रिक चाहिँ रुपीस 14.50 आयो अनि टोटल नम्बर अफ ब्रिक्स चाहिँ 3750 छ सो अब मल्टिप्लाई गर्यो भने 3750 इन्टु 14.50 है सो यो भनेको 54375 रुपिस आयो सो त्यहाँ प्रयोग भएको ब्रिक्सको टोटल कस्ट भनेको 54375